आउनुस् आज हामी सँगै मिलेर मिठो मलेकुको माछा बनाऊँ है त। हामीलाई चाहिँ मलेकुबाट माछा लिएर आइदिनु भएको थियो अनि हामी यसलाई बनाउन जाँदैछौँ। फर्स्टमा चाहिँ हामीले के गर्यौँ भने 5 मस्त काट्यौँ, खुर्सानी काट्यौँ, देन त्यसपछि एकतिर तेल ततायौँ, अर्कोतिर माछा बोइल गऱ्यौँ, खुर्सानी राख्यौँ, 5 राख्यौँ, यसलाई मस्त रातो हुने गरेर गर्ने। अब चाहिँ हामी ग्रेभीको लागि टमाटर काट्दैछौँ। टमाटर काटिसकेपछि टमाटर रातो भइसकेपछि टमाटर राख्ने, देन तपाईँहरूले स्वाद अनुसारको सबै कुरा राख्ने, नुन मसला मरिच धुलो बेसार सबै राख्ने। त्यसपछि भनेको अदुवा लसुनको पेस्ट पनि राख्ने, फिस मसला पनि राख्ने। मस्त भुटिसकेपछि त्यसलाई पानी हालेर छड्काउने। छड्किसकेपछि अघि चाहिँ हामीले त्यो बोइल गरेको फिसलाई राख्ने, माछालाई। देन त्यसलाई हामी चाहिँ 4 जना भएर धेरै नै बनायौँ अनि मस्त सानो ग्यासमा बनाउने। अब हामीले धनियाँ काट्ने लाग्दैछौँ, धनियाँ काटिसकेपछि धनियाँ राख्ने, छड्किसकेपछि चाहिँ खाने। बाई गाइस।